फिल्म अब धेरै समयदेखि यस्तो कथावस्तुमा मात्रै हेरिराखेको थियो है यो एक्सन मुभी आयो हाम्रो नेपालमा पनि साउथ इन्डियन मुभी जस्तो बनाउन सक्ने जस्तो भनिन्छ मलाई कुन पार्ट चाहिँ मन पर्यो तपाईँलाई मलाई सबै ठिक अब धेरैले चाहिँ अब टिका टिप्पणी गरिरहेका छन् अब यो चलचित्रमा कथावस्तु राम्रो छैन भनिरहेका छन् होइन यस्तो पनि हाम्रो देशले हाम्रो नेपाली एक्टरहरूले पनि त्यतिको गर्न सक्छ भनेपछि नेपालमा यतिको चलचित्र बन्द रहेछ भन्ने चाहिँ भयो हजुर एकदमै राम्रो छ नेपाली फिल्म जगतमा यो जतिको एक्सनपूर्ण फिल्म अहिलेसम्म बनाए पनि थिएन होइन योभन्दा अझ राम्रो बनाउनु हुन्छ हाम्रो सन्तोष सेन दाइले होइन तर एकदम दामी लाग्यो हाम्रो अब कलाकारहरूलाई भेट्दा पनि धेरै खुसी लाग्यो एकदम आनन्द लाग्यो अभिनय कस्तो लाग्यो एकदम समीरजीको त आउटस्ट्यान्डिङ समीरजीको एकदमै बवाल छ उहाँको एकदमै खुसी लाग्यो मलाई त एकदम आनन्द लागेको छ यो फिल्म हेरेर गजब गजब एकदम राम्रो छ सुरुदेखि अन्तिमसम्म मजा आयो नि होइन एकदमै मजा यसले उठाउन खोजेको विषयवस्तु एकदम राम्रो छ एक्सनहरू राम्रो छ म्युजिकहरू राम्रो छ गजब छ अनि समीर दाइको सबैभन्दा गजब जय समीर भट्ट जय थ्याङ्क यू खतरा छ एकदम खतरा छ फिल्म सबैजनाले यो फिल्म हेर्नु होला किन सुरुदेखि अन्त्यसम्म एकदम खतरा छ प्रत्येक नेपालीहरूले यो दशैंको बेलामा यो गोल्डन चान्स र हजुरहरूले एकदम खतरा खतरा छ फिल्म थ्याङ्क यू तपाईँलाई मन पर्यो सुरुदेखि अन्तिमसम्म हेर्नुभयो धेरैले त अब फिल्म जस्तो भन्यो उहाँको एक्टिङ र एक्सन कस्तो लाग्यो फिल्म एकदम बवाल